कल कल बगिरहेछ सानीभेरी कुनै ठाउँ यस्तो बाटो पनि छ खोलाको किनारमा तार जाली गरेर उठाएको छ यस्तो बाटो यस्तो हिउँमा हिँड्नुपर्ने बाटो पनि रहेछ फेरि यहाँ क्रम्बल चाहिने रहेछ यो सोचै नभएको ठाउँ यस्तो छ क्रम्बल बोकेन यस्तो ठाउँ हिँड्नुपर्छ भन्ने थाहै भएन पुरा जमिसकेको छ जमेपछि यो चिप्लो हुन्छ फेरि अब कहाँ टेक्ने यस्तो यस्तो टेक्दै हिँड्नुपर्छ पुरा हिँड्छ से फोक्सुन्डोको बाटो यो खै बाटोमा मान्छे त कोही भेटेन फर्किने चाहिँ अलिअलि भेट्यो 2-4 जना तर जाने मान्छे कोही छैन यस्तो हिउँ छ बाटो यस्तो हिउँ हिँड्नुपर्ने छ जङ्गल हिउँ यस्तै हो रमाइलो छ एक्लै भयो भने यस्तो हिउँ चढ्दै हिँड्नुपर्छ यस्तो भिरालो छ खस्यो भने कहाँ हो तल पुग्छ कहाँ माथिबाट आएछ हिउँ पहिरो फुल जस्तो हल्लिन्छ काठको फुल पनि त्यति मान्छे आउने सिजन होइन रहेछ यो कोही पनि छैन सायद से फोक्सुन्डो नै जाने मान्छे चाहिँ भेटेको लोकल मान्छेहरू अलिअलि भेटिहाल्छ ठिकै छ बाटो हिँड्नलाई यस्तो बाटो हिँड्नुपर्छ तेर्सो अलिअलि उकालो अलिअलि ओह्रालो गाह्रो त भएको छैन यत्रो गाउँमा खोइ मान्छे चाहिँ म त एक्लै पऱ्यो अब जेसुकै परोस् कतै घुसिनु पर्ला भन्ने सोचिरहेको
त्यहाँ त्यो घरमा चाहिँ त्यो अलिक माथि धुवा आएको देखेर अनि पक्कै यहाँ चाहिँ मान्छे छ कि भनेर पसेको। या तेरिका पाइयो जे भए पनि म त यत्रो गाउँभरि यता हल्ला गर्छु उता हल्ला गर्छु कहीँ मान्छे छैन। हट यत्रो गाउँ छ अनि जेसुकै परोस् कतै घुस्रेर बस्नु पर्ला भन्ने सोचेको धन्न एकजना भाइ भेटाइयो यहाँ। यत्रो ठुलो गाउँ छ पुरै ताला लगाएको छ। अब अहिले सिजन होइन रहेछ, सिजनमा मात्रै मान्छेहरू हिँड्ने। म त तल के अरे सुलीघाटबाटै आएको, सुलीघाटबाटै आइपुग्न चाहिँ होटल यति धेरै छ सानो चाहिँ तर मान्छे छैन कोही। ल सबै होटल तर पुरै खाली। यस्तो बाटो छ डेन्जर, त्यो तल हेरेर हिँड्यो भने हिँड्न सकिँदैन, छेउ भित्ता लागेर हिँड्नुपर्छ। राति पनि यो बाटो सम्झेर कस्तो डर लागेर। अनि यो चाहिँ यही हो सेफोक्सुन्डो झरना, सबभन्दा उचाइमा भएको झरना भन्दो रहेछ यसलाई, सबभन्दा उचाइमा भएको झरना रे यो। अनि यो बाटो चाहिँ सबभन्दा डेन्जर। फेरि यस्तो बाटोमा यस्तो हिउँ जमिरहेको छ भने पुरा हिउँबाट हिँड्नुपर्ने। बाफरे यस्तो डेन्जर बाटो। झरना चाहिँ यस्तो राम्रो छ, पानी बगेको हिसाबले पनि नेपालको सबभन्दा ठुलो झरना भन्दो रहेछ यसलाई।
तर अहिले त खोइ सानै छ पानी त धेरै ठुलो जस्तो लाग्दैन टाढा भइरहेको कि यस्तो छ यो झर्ना सेफोक्सुन्डो झर्ना यो भ्यू पोइन्ट जाने बाटो अब म चाहिँ गइँदैन धेरै माथि छ त्यो माथि डाँडामा पुग्नुपर्छ ल यहाँबाट अलिक धेरै देख्दो रहेछ तालको भागहरू ठुलै रहेछ है यो ताल मैले सोचेको थिइनँ यति ठुलो छ भनेर तर यो कति 25 कि 30% 25-30% 40% मात्रै देखिन्छ अरे यहाँबाट उता छ अरे धेरै भाग अझै यो तालको अनि यो नेपालकै सुन्दर तालहरूमध्येमा पनि पर्छ अनि नेपालको सबैभन्दा गहिरो ताल प्रमाणित भएर आएको थियो पहिलादेखि नै धेरै पहिलादेखि तर अहिले चाहिँ आएर रारा योभन्दा गहिरो छ भन्ने भएको छ रारा तालको यसको भन्दा अलिकति बढी गहिराइ छ अरे पछि पत्ता लागेको यस्तो छ गाह्रो छ आउन चाहिँ धेरै नै तर मैले सोचे भन्दा धेरै ठुलो रहेछ ताल चाहिँ मैले भिडियोहरूमा हेरेको चाहिँ हेर्दाखेरि यति ठुलो जस्तो लागेको थिएन यो यति आधी पनि भाग देखेको छैन भन्दा यति ठुलो छ यति सुन्दर छ वरिपरि हिमाल हो तर अब अहिले हिमाल चाहिँ हिउँ त्यति छैन अनि मान्छे पनि कोही पनि छैन एक्लै हो म ताल हेर्ने यहाँ मात्र होइन गाउँमा यो रिग्मो भिलेजमा नै जम्मा 2टा घरमा मात्रै मान्छे रहेछ 2टा घरमा मान्छे रहेछ धन्न बास बस्न चाहिँ पाइयो यहाँ आइपुगेर त्यही हो यो धेरै चढ्नुपर्छ त्यहाँ माथि जान सकिएला जस्तो लागेन अलिकति त्यहाँ माथिसम्म चाहिँ गएर हेर्नु पर्ला के अरे यतापट्टि पनि अलिकति कुना बाँकी रहेछ वाउ सेफोक्सुन्डो नेपालमा यस्तो सुन्दर प्रकृतिहरू छ के गर्ने नेताहरू राम्रो छैनन् सुविधा केही छैन फेरि यहाँ मतलब होटलहरू छ बाटो यस्तो खराब अलिअलि बनाइदिएको भए पनि धेरै हुन्थ्यो बाटो राम्रो छैन अरू ट्रेकिङ रुट हेरेर बाटो छैन राम्रो यस्तो खराब बाटो यस्तो डेन्जर बाटोहरू छ त्यही पनि आइयो यही हो